हेलो साथीहरू, नमस्कार। मेरो सानो भिडियोमा साथीहरू, आज हामी बसालेर खाना गइरहेका छौँ साथीहरू। सबैभन्दा पहिला मैले पिने नुन खुर्सानी र टिमुर। साथीहरू फेरि टिमुर हालेको देख्नु भएको छैन, फेरि टिमुर खै त भन्नुहोला साथीहरू। टिमुर चाहिँ मैले हालिसकेको छु साथीहरू। अनि त्यसपछि फेरि मैले अलिकति पिरो कम हुन्छ होला भनेर अकबरे खुर्सानी पनि राखेँ। अनि त्यसको साथसाथै लसुन पनि राखेँ र लसा पिसेँ। यस्तो मिठो बास्ना आएको साथीहरू, अकबरेको बास्ना हर्रला। र त्यसपछि मैले कागती सफाइ गरेँ अनि काटकुट गरेँ अनि त्यसमा अचार मोलेँ। अनि मोलमाल गरेर टक्क अर्कै फोर्कै गरेर रेडी पारेँ साथीहरू। अनि साथीहरू, किन अलिकति अचार राखेको भन्नु होला साथीहरू। यसरी चोपेर खानालाई साथीहरू यस्तो रसिलो भयो, यति मिठो भयो साथीहरू। ल भन्नुहोस् त साथीहरू, कसको मुखमा पानी आयो। अनि यस्तै हो गन्थन साथीहरू। हजुरहरूलाई पनि खाना मन छ भने स्वागत छ, मेरो घरमा आउनु होला। बाई बाई साथीहरू।